पहिला देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मेरो आमा बुवा दाजु भाइ दिदी बहिनी साथीभाइ लगायत सम्पूर्णमा मेरो न्यानो मर्निङ छ है। यो चाहिँ हाम्रै टोलवासी हाम्रै सचेत युवा समूह खोरियाद्वारा आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानद्वारा सञ्चालित यो चाहिँ हाम्रो गाउँको 6 मिटर रोड बन्दै गरेको र हिजो चाहिँ शिविर लगाएर आज हामी फिल्डमा आफ्नै घरको स्रोत साधन लिएर हामी आफ्नै आज चाहिँ यो कुटो कोदालोको खन्ने दिन परेकाले हामी चाहिँ फिल्डमा उत्रिसकेका छौँ। अब एकछिनमा सबैजना भेला भएर चाहिँ चट्ट यो बाटोलाई हामी एकदम फिल गर्नेछौँ, राम्रो बनाउनेछौँ। अहिले चाहिँ हामी बिहानैदेखि आएर यति चाहिँ हामीले मजाले खन्यौँ होइन, बनायौँ टक्क। यो बाटोदेखि चाहिँ सबै कोदालोले हामीले आफैले खनेको हो होइन। चट्ट हामी यस्तै बनाउँछौँ। अरू ठाउँतिर पनि यता पनि हाम्रो टोली जम्बो टोली लागिराखेको छ। आउने मान्छेहरू आउने क्रम जारी नै छ होइन। ल यो चाहिँ बनेर सकिसक्यो। ल चट्ट यो अहिले चाहिँ मर्निङमा चाहिँ यति नै छौँ। सायद अलि पछाडि थपिन्छ या उनीहरूको जोस हरायो भन्ने कुरा चाहिँ अहिले एकछिनपछि थाहा हुन्छ। सब हाम्रो खोरियावासी लागि परिरहेको छन्। आफ्नो गाउँ यसरी आफै बनाउने हो। यदि तपाईँहरूकोमा पनि यसरी नै पछि परेको छ भने चाहिँ अगाडि बढौँ है। र सबले सेयर लाइक र कमेन्ट चाहिँ गर्न नछोडौँ भटाभट। थोपा मिलेर समुद्र बन्छ भने चाहिँ एकजना गाउँले मिलेर हामी यहाँनिर एकदम लागि परिराखेको छौँ होइन। गर्नु काम धेरै छ। हामी बनाउँछौँ है देश पहिला गाउँ बनाउँछौँ अनि पछि अब हामी देश बनाउनको लागि जुटिसक्यौँ है। ल सब दामी पिच के भन्थ्यो त्योभन्दा आगर बन्दैछ हाम्रो रोड। आज हामी यस्तो बनाउँछौँ एक गरेर। यो सब श्रमदान हो हाम्रो। त्रियुगा नगरपालिका उदयपुर वडा नम्बर 7 खोरिया वासीहरू सबै मिलेर हामी आफ्नो घरबाट सक्दो कुटो कोदालोदेखि लिएर हरेक चिज लिएर हामी अगाडि बढेको छौँ है त। ल गर्दैछौँ हामी आफै गर्दैछौँ, हामी गर्छौँ। अब ल यहाँ चाहिँ सबैजना गरिरहेको छन्। अब मर्निङको टाइम छ, स्वास्थ्यको लागि पनि राम्रो अनि हाम्रो बाटो पनि बन्छ है त। ल जय श्रमदान है, जय श्रमदान। निरन्तर रूपमा लागि परिरहेको छौँ है। ल एक गरी थपिँदै हुनुहुन्छ। बाटो पनि चिल्लो एकदम सफा सुन्दर, हेर्नको लागि पनि एकदम सुन्दर छ। अरूको ठाउँबाट निहाल्दाखेरि हाम्रो ठाउँलाई पनि एकदम राम्रो भन्ने भयो। ल अहिलेको उसमा सचेत युवा समूहको पहलमा हामी सम्पूर्ण टोलवासी बुवा आमा दाजुभाइ अनि साथीहरू सँगै मिलेर हामी चाहिँ एकदम एकजुटका साथ अगाडि बढिरहेको छौँ। यो भिडियो चाहिँ हामीले हाम्रो गाउँ विकास भयो भनेर देखाउनको लागि होइन। हजुरहरू पछाडि पर्नु भएको छ भने चाहिँ तपाईँहरू पनि यसरी एकजुट हुनु है भनेर सचेत गराउनको लागि चाहिँ हामीले यो भिडियो बनाउँदै हामी आफ्नो कामतर्फ अघि बढिरहेको छौँ। सरल ल बन्दैछ। सारा हामी टोलवासीहरू चाहिँ हामी एक हौँ है भन्दै हामी जुटिरहेको छौँ। हाम्रो गाउँ हामी आफै बनाउने हो। यहाँ कोही आउँदैन, कुनै पनि पार्टीका नेता कार्यकर्ता कोही पनि आउने चाहिँ यहाँनिर कोही पनि छैन। हामी आफ्नै श्रमदानले होइन आफ्नै गाउँको हरेक स्रोत साधनलाई भेला पारेर हामी चाहिँ आफै आफ्नो गाउँ बनाउने अभियानमा निरन्तर अगाडि बढिरहेको छौँ होइन। ल यहाँ चाहिँ हामी सब सचेत युवादेखि लिएर हाम्रा आदरणीय बुवा
आमा दाजुभाइहरू पनि हुनुहुन्छ हैन, साथीभाइहरू त झन् अवश्य भइहाल्छन्। त्यही कारणले हाम्रो चाहिँ पुरै रोड चिल्याउने कार्यक्रममा एकदम हामी सहभागी भइरहेछौँ। हामी एकदम अगाडि बढ्छौँ, श्रमदान गर्छौँ। हामीलाई ओडाले पनि गरेको छ है, स्थानीय निकायले पनि हाम्रो लागि एक दिन हामीलाई जेसिबीले समथिङ 12 घन्टा हो क्यारे समथिङ लाग्यो होला। यो सब जेसिबीले हुने काममा हामीले जेसिबी लगायौँ, ओडाले हामीलाई जेसिबी निःशुल्क प्रदान गर्यो भने यो चाहिँ हाम्रो त्यस पछाडिको कामहरूमा चाहिँ हामी आफै टोलवासीहरू श्रमदान गर्दैछौँ। जहाँ अब ल है ल हामीले सरसफाइ अभियान सरसफाइ गर्ने क्रममा चाहिँ हामी एकदमै गाउँ लागिसकेको छौँ। रोड पनि दामी देखिँदै गएको छ। श्रमदान सबै युवाहरूदेखि लिएर आमा बुवाहरू सबै खटिरहनु भएको छ। बन्दैछ है, बन्दैछ। जाउँ। यो डिजाइनको बाटो है, यो बाटो चाहिँ रियल चाहिँ है, यो चाहिँ सरसफाइ फिनिसिङ बाटो हो भने यहाँदेखि यता चाहिँ हामी सरसफाइ गर्दैछौँ। अझ पनि हामी जारी नै छ सरसफाइ, बन्दैछ है। यो फिनिसिङ हुन बाँकी छ, बन्दैछ। उतापट्टिबाट फिनिसिङ हुँदै आएको बाटो हो सर र ल। अब यहाँदेखि यताको बाटो भनेको अब बिस्तारै फिनिसिङ हुन्छ। त्यो घोचो यो घोचो यो चाहिँ हाम्रो रोडको ऊ हो, स्याम्पल हो भने अब सर र यो बाटो बन्छ। बाटो विकास हाम्रो यहाँनिर एउटा गाडी आएको छ। अङ्कल हुनुहुन्छ हाम्रो यो गाडीको सञ्चालक चाहिँ उहाँ हुनुहुन्छ। अनि अङ्कल अनि ल हामीले तपाईँलाई यो हाम्रो सचेत युवा समूहद्वारा हाम्रो आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानद्वारा हामीले चाहिँ यो रोड 6 मिटरको बनायौँ होइन। अनि यसमा चाहिँ तपाईँले अब आजको दिनमा हिजोको दिनमा गाडी ल्याउँदाखेरि कस्तो थियो र आजको दिनमा गाडी ल्याउँदाखेरि कस्तो भयो त्यो चाहिँ तपाईँले भनिदिनु पर्यो। अहिले चाहिँ यो हिजो चाहिँ सानो अब 2 मिटर पनि थिएन बाटो, गाडी हिँडाउँदाखेरि अब मान्छेलाई साइड दिन पनि धेरै गाह्रो थियो। अहिले चाहिँ अब यो बाटो 6 मिटरको निकाल्नु भएको छ। हजुरहरूलाई धेरै धन्यवाद। गाडी क्रस गर्न, डबल गाडी क्रस गर्न पनि सजिलो भयो, मान्छेलाई साइड दिन पनि सजिलो भयो। यो युवा के भन्नु, युवा सचेत युवा समूह सचेत युवा सङ्घलाई चाहिँ धन्यवाद भन्छु। धेरै राम्रो काम गर्नुभएको छ। यस्तै प्रगतिको हुँदै जाओस्, गर्दै जानुहोस्। एकदम एकदम हजुरहरूको यही भनाइलाई हामी चाहिँ एकदम हामीले कार्यान्वयन गर्दै हामी चाहिँ भोलिका दिनसम्म पनि यस्तै बाटो बनाउने हाम्रो अभियान एकदम जारी नै रहनेछ। हजुरहरूको साथ सपोर्ट चाहिँ सधैँभरिको लागि हामीलाई रहिरहोस् होइन। ल सम्पूर्णलाई नमस्कार, म निमेश राई। आज हामी एकदमै बृहत हाम्रो श्रमदान भइरहेको छ। हिजो 2 दिन चाहिँ हामीले डोजर लगाएर यो बाटोलाई 6 मिटरको कायम गरेको थियौँ भने त्यो 6 मिटरको बाटोलाई चाहिँ हामीले आज सरसफाइ मिलाउने काम गरिरहेका छौँ। सम्पूर्ण 7 नम्बर वडा नम्बर 7 खोरिया सचेत समूहद्वारा यो आयोजित कार्यक्रम श्रमदान सुरु गरेर आफ्नो गाउँ आफै बनाऊ। सम्पूर्णलाई हाम्रो यस कामहरू देखेर प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। पक्कै पनि यहाँ सचेत युवा साथीहरू, बहिनीहरू, उता भाइहरू एकदमै लागि परिरहेका छन्। यता गाउँवासी आन्टीहरू, अभिभावकहरू समग्र रूपमा हेर्नुलाई स्वस्फूर्त रूपमा आफ्नो गाउँ आफै बनाऊ, तातो घाम नबनिकन पनि युवा साथीहरू, युवा भाइ बहिनीहरू चाहिँ एकदम र गाउँ टोल विकासका सम्पूर्ण अभिभावकहरू पनि लागि परिरहनु भएको छ। अबको समयमा परिवर्तन हाम्रो आवाज, हाम्रो भविष्य, परिवर्तन हाम्रो पुस्ताबाट सुरु हुनुपर्छ भन्नेका साथ अबको समयमा सबैजना सचेत हुनुपर्छ। सबैजना हामी समन्वय सङ्गठित हुनुपर्छ। अबको समयमा हरेक कुरा चाहिँ हामी स्वस्फूर्त रूपमा, स्वतन्त्र रूपमा हामी गर्छौँ भन्ने हो। यो अबको समय यो हाम्रो आज हिजो अस्ति हामीले पोलहरू गाड्यौँ, तारहरू मिलायौँ, बलहरू लिएर ल्यायौँ। त्यो सँगसँगै तत्काल बाटो 6 मिटरको कायम गऱ्यौँ। त्यो हुँदै गर्दा यो 6 मिटरको कायम गर्दै गर्दा अब हामीले वृक्षारोपण गर्दैछौँ। यो रोड छेउछाउ धुपीदेखि लिएर अशोकहरू एकदमै रमणीय नमुना खोरिया टोल विकास बनाउने तर्खरमा छौँ। पक्कै पनि तपाईँहरूले साथ सपोर्ट दिनुहुन्छ भने अपेक्षाका साथ प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सपोर्ट दिइरहनु भएको छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस सचेत युवा समूहबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। हेर्नु होला।
एकदम सबै लागि परिरहनु भएको छ है त। हेर्नु होला है, म चाहिँ अलिकति मास्क साक्स लाएँ, घाम पनि छ होइन। ल एकदमै म चाहिँ मास्क साक्स लाएर गरेँ।